नमस्ते ब्रान्ड एनदर न्यू एपिसोडमा यहाँ सबैजनालाई स्वागत छ। म हो तपाईँहरूकै सानो युट्युब हो गुड फ्यामिली अफिसियल हो। अलिकति कामले बाहिर जानु लाग्यो। ल गाइस बाई 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 सी यू लेटर। धेरै हो भिडियो बनाउँछु भनेर भनिरहेको थिएँ। उता हाँस्नु अलिक मिलाइदिएन सो आज चाहिँ अलिकति फ्री भएर बुढाबुढी टक्क जाँदै अलिकति सानो काम छ। गङ्गापुरसम्म पुग्ने, गङ्गापुर चोकसम्म पुग्नुपर्ने छ नि। भिडियो बनाउँछु भनेर भन्दै थियो। खै म दिदी पूजा भने चाहिँ ए दादा है बिचरा जिन्दगी पनि कस्तो सबै मान्छेहरू एउटै भएर पनि कोही अपाङ्ग भएर जन्मिनु पर्ने, कोही के छ कस्तो गाह्रो के। कता त्यो चिन्दैन पवित्र नगर गेटबाट ढिलो हुँदैन अलिकति। सँगै हाल्ने गरिहाल्ने। मेरो कपाल बिग्रिन्छ नि यार। बस किडिङ हो। अहिले चाहिँ त्यहाँ पुगेर अलिकति काम छ अनि काम सकेर आउनुपर्ने। अनि 5 बजिसक्यो। फेरि त्यहाँ पुगेर चक्रपथ पुग्नुपर्ने छ। फेरि चक्रपथ पुगेर पनि आउनु के हुनु जाने त अनि त्यो सामानहरू चाहिँ कहिले ल्याउने त उताबाट भोलि। ए चक्रपथ नजाने भयो होला त्यसमा के छ अन्त। अन्त अनि यहाँदेखि कहाँ उहाँ हिँडेर पुगिन्छ त भने सक्दैन नि, गाह्रो हुन्छ गाडीमा किन ज्यादा 200 आउँदा 200 400 अस्ति हाम्रो त्यो बिचमा ल्यायो नि। सो अलिकति काम छ हाम्रो चाहिँ। के पौडमा जाने भनेको पब्लिकमा जाने। त्यही चाहिँ पब्लिकमा जाने। पब्लिक त्यहाँ गएर त्यहाँ कतासम्म बिजी मलसम्म बिजी मलदेखि अरूतिर त भने ठ्याक्कै काम छ क्या अलिकति। अनि अलिकति काम छ भन्दा नि अब के भन्ने यार त्यस्तै छ त नि। अनि जाने विचार गरेको। विजया दशमीको सबैलाई हार्दिक शुभकामना। ह्यापी दशमी टु एभ्रीवान। आज पब्लिक धेरै पछाडि पब्लिक बक्सको पनि यसो पब्लिक बसको पनि ओके डिसिजन अप टु यु। तिम्रो हातमा छ डिसिजन। सो तिमीलाई के लाग्छ, कस्तो लाग्छ? सो ट्याक्सी भेट्यो हाम्रो चाहिँ 5 बज्न लागेको। अलिक झम्मा गर न। ट्याक्सी पनि चढ्यौँ हो।
हो। अनि दसैँमा पनि चलपल त टन्नै छ त मान्छेहरू त के हो दसैँमा यसपल्ट घर जाने ओर्ने उ छैन कि अब स्कुल पनि जान्छ तर दसैँ पनि अझै आउनु बाँकी छ नि त आज 11 गते होइन त आज 11 गते होइन ए आज शनिबार आज के हो शनिबार हो आज ए हामी 13 पनि जानु होला नि त त्यसो भने अन्त नि दसैँको चाप अब सपिङहरू गर्ने उहरू गर्ने होला यहाँबाट चाहिँ हो कि बेस यो पवित्र नगर गेट भनेर प्रवेश गर्नु लिम्बू दाइको छु तपाईँको पठाउ पनि हुन्छ यो उसमा ट्याक्सीमा यसमा पठाउ पनि हुन्छ पुगेपछि मैले प्रितम गुरुङलाई अस्ति यहाँ देखेको थिएँ प्रितम गुरुङलाई मैले यहाँ देखेको थिएँ कि यहाँ आएर थिएँ ल जितिरहेको छ राजा हो र सो हाम्रो चाहिँ काम सकेर फर्किँदै गरेर
कति हामी 2 घन्टा पर्छ मसलाहरू पाउने होला कि त्यहाँ अनि अघि भित्चोबाट त्यता उडाएको होइन नि काम पनि सक्यो अब चाहिँ फर्किँदै गरेको अनि अब भोक पनि ल्याइरहेको छ अब के खाने त हामी अब मैले अस्ति त्यो प्रितम गुरुङलाई मैले यी देखेको थिएँ कि यहाँबाट जस्तो अब हामीहरू गुरुङ इन्डस्ट्रीको त अनि ऊ हो नि त मोमो खानु मन लागेको छ मलाई चाहिँ है मोमो खानु मन लागेको छ म के खान्छु चाउमिन खान्छु मोमो खान्छु मलाई कस्तो भोक लागेको छ ढिक मर्ने खाएको खानु मैले अघि त्यहाँ परौन देखेर के मैले बसेको त्यहाँ म त परको त अब चाहिँ बिहान बेलुका चाहिँ चिज यस्तो भइरहेको भने त कति आनन्द हुन्छ त घुम्नु जानु गर्मीले पसिनाले म त हेर मान्छे भने कति राम्रो देखाएको छ यस्तो गर्मी न हिजो त कालो न कालो टल्किएर मैले अघि त परको त के देखेको थियो परको त किन नहीं त्यो कस्तो रहेछ त उता पर भइहाल्छ नि फलफुल नि किन यहाँबाट घुम्नु त्यतिर भइहाल्छ नि त फलफुल भोलि भन्छु भोलि 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 किराहरू त उतै त हुने राम्रो राम्रो थियो जस्तो किराहरू त्योहरू कस्तो राम्रो आउँछ त पर किरा कि होइन होला अघि कता तिमीले त्यहाँ देखिरहेको त मेथीको साग कता भन्छ केरा चाहिँ यहाँ मजाको तिर छैन तर टाढा छ त्यो टाढाबाट कहाँ के फलफुल 1.5 घन्टा जस्तो छ अब सबै घर गइसक्यो होला नि त अब त विदेशीहरू दसैँको चापले गरेर होला त्यति धेरै भिडहरू पनि ट्राफिक पनि धेरै छ प्रायः सबै अब गाउँतिर हुन्छ नि होइन अब सबै अब यो भनेको त अब हाम्रो नेपालकै एउटा सपना बोकेको सहर काठमाडौँ होइन हाम्रो क्यापिटल अनि अब सबै अहिले त अब दसैँ तिहारले गर्दाखेरि प्रायः मान्छेहरू अब घर गाउँमै मनाउने अब गार्जेनहरू अब घरको अब ठुलो मान्छेहरू गाउँमै हुन्छ सो सबैजना फर्किसकेको होला अन्त अब यताउति त लास्टै भिड हुने हो नि त
तर बाटोहरू चाहिँ सफा भयो त है। यस पहिले त यस्तो थिएन नि त, यस्तो फोर्थ्यो। गाइस बालेन सिटी अरे, ल बालेनले बनाएको। तर जस पहिलेको भन्दा चाहिँ अहिले चाहिँ अलिकति धेरै नै के अरे चेन्जेस भएछ, परिवर्तन भएछ। पहिले चाहिँ यता हुनु चाहिँ अलिक फोहोरहरू थियो, अहिले चाहिँ दामी नै भएछ कि, सफा भएको छ एकदम। त्यसरी अब यता हुन्छ पहिले फुटपाथमा बेच्नेहरू पनि धेरै हुन्थ्यो नि त, अनि आजभोलि चाहिँ त्यति धेरै रहेन सायद। सफा भएछ जस पहिलेको भन्दा चाहिँ। यो चाहिँ शहीद गेट है। पुरानो इतिहास बोकेको शहीद गेट। यो चाहिँ अब कतितिर होला। अनि नौताले धरहरा बाहिरको स्ट्रक्चरहरू चाहिँ केही नभएर रहेछ हुन्छ होइन। बाहिरको स्ट्रक्चरहरू चाहिँ केही पनि नभएर रहेछ। कुदो पर्छ कुदो
थुप्रै बिगारेछ सबै थुप्रै बिगारेछ होटलको यहाँ चाहिँ के छ सबै उ छ नि सबै उतो लगाएर रहेछ नि त हो नि सरकारी उधार त्यत्रो हुन्छ त्यो के अरे त्यो सुनको जस्तो यत्रो बोकेर उ गरेको यो माथिको उहरू छ नि यो ए सबै उ लगाएर छ यो चाहिँ को बाइकहरू यताउता पार्किङ यताउता ए नगरपालिकाले बाइक उठाएर ल्याउने यही हुन्छ यहाँ आउनुपर्छ हजारी अलिअलि ऱ्याङ्कले अनि क्लास पनि लिनु पऱ्यो होला क्लास पनि लिनु पऱ्यो होला पर्दैन होला त्यो परदेशमा चाहिँ पर्दैन ट्राफिकले साथी हुन्छ क्लास लिनुपर्छ हाँ यता त आउनु भएको छ आएको छ दादा